गुड मर्निङ माई फ्रेन्ड्स भन्नु पनि साह्रो हो। म चाहिँ आज चाहिँ भ्लग चाहिँ सिधै ड्युटी सकेर चाहिँ स्टार्ट गरेको मेट्रो स्टेसनमा उत्तम नगरको। अन्त एज युजल अब होइन बिहान त म निस्किन्छु, त्यही हो बिहानको 5:50 अब पुग्दा नपुग्दा 6:10 6:15 हुन्छ हो। तर फर्किँदा पनि टाइम हेर्नुहोस् होला कति हुन्छ, 5 बज्न आँट्यो, टक्कै 10 घन्टा 12 घन्टा हुन्छ हो। तर आज चाहिँ मैले वर्कआउट गरेँ, वर्कआउट नगर्दा चाहिँ छिट्टै हुन्छ। मेट्रो आउँदै चौताराबाट एन्ड यस गाइस आई विल कन्टिन्यू है। म चाहिँ चप्पलमा छु गाइस हो, किनभने बिहान पानी पर्दै थियो। अनि यस अब रिच टु अर्का मोडको मेट्रो स्टेसन। अन्त यहाँबाट चाहिँ म अब टोटोमा जानुपर्छ हो। आई विल कन्टिन्यू है, ऱ्यान्डम भ्लग बनाएको है। एन्ड यस टुडे इज मन्डे अल्सो, स्टार्टिङ अफ विक है। यत्तिकै अब भ्लग बनाउनु मन लाग्छ अचानक हो। अन्त यहाँ पर चाहिँ हो टोटो स्ट्यान्ड, यहाँ पुग्नुपर्छ। यो चाहिँ टोटो गाइस, अगाडि केही छैन है, केही छैन अगाडि। त्यही कारण चाहिँ मैले सेट्स लगाउनु थालेको, आजदेखि चाहिँ सेट्स लगाउनु एकदम थालेको। किनभने घर गएर चाहिँ आँखा पोल्थ्यो क्या मेरो पुरा। अन्त सेट्स अनि मास्क चाहिँ अब चाहिँ म्यान्डेटरी छ, त्यही हो अब। सो गाइस म चाहिँ चिकन सपमा छु यहाँ, मिस्टर खान हलाल मिट सप, डायमन्ड मिट सप। सो गाइस घर पुगिसकेँ म हो। आज चाहिँ एक्चुअली अब आफ्टर ड्युटी पनि होइन घर आएर चाहिँ के गर्छु के कस्तो अब युजुअल डेजमा है मोस्टली के चाहिँ गरिरहेको छु त्यही मात्रै देखाउनु खोजेको। घरभित्र प्रवेश भइसकेको छ गाइस हो। अब त्यही हो, नुहाइदियो गर्नुपर्छ फर्स्ट काम हो। त्यहाँदेखि राम्रो थुप्रिरहेछ बिहान हो भाँडा, यो डल्लै मोल्नुपर्छ। त्यहाँदेखि मैले मासु लिएको छु। अन्त यो धुलो खोर्सानीहरू हो, यस्तोहरू सपिङहरू गर्नुपर्छ नि त। यस्तो याद, यो सानो कुराहरू चाहिँ याद गर्नु चाहिँ साह्रो पर्छ कि। तर पनि सोचेर सम्झेर आज चाहिँ के सकेको छ सबै लिएको छु मैले हो। सकिरहेको थियो नि त हो, यो के पो धुलो खोर्सानी सकिरहेको थियो। यो त के 5% थियो। यो जिरा पाउडर लिएको छु, यो कालो तिल पनि हो, राम्रो सम्झेर लिएको छु। अन्त आज चाहिँ अब त्यही हो, मासु चाहिँ अब मिठो बनाउँछु। किनभने आज चाहिँ कति दिन बाद, अलमोस्ट 5 डेज बाद चाहिँ कान्छी पनि घर आउँदैछ हो। आइ एम भेरी एक्साइटेड। अब थाकिरहेको छु, तर पनि अब मिठो अब मासु र भात चाहिँ बनाउने मेरो चेष्टा छ हो। त्यही हो गाइस। अब के हुन्छ खाना बनाएर चाहिँ म सिधै गर्छु होला गाइस, किनभने लामै हुन्छ भ्लग चाहिँ हो। अब मलाई चाहिँ तर त्यो ताता हाल्नु मन लाग्दैन, लामै अब जे छ त्यही गर्नु मन लाग्छ। तर अब त्यही हो, अब अलिक अब त्यस्तै हो नि त, घटाउनै पर्छ लेन चाहिँ। सो यस गाइस आई विल कन्टिन्यू है क्या। चिटिक्कै हो, आलु प्याज काटिरहेको छु, आलु यहाँ भुट्छु, मासु भात हो। कान्छी चाहिँ आइपुग्न आँट्यो, म चाहिँ नुहाइदै गरेर फ्रेसै छु। अब गर्नु त गलिरहेछु भित्रबाट हो, बिमार भएर आएछ नि हौ कान्छी, मेरोमा आएछ नि हौ। सो गाइस डिनर इज रेडी हो। मासु, आलु चरचरे एन्ड खिरा, सेम अस्तिको जस्तो। तर आज चाहिँ अलिकति दहीमा चाहिँ म्यारिनेट गरेर बनाएको चिकन हो। 10 बजिसक्यो, अब खाएर सुत्यो। डिनर पिछला खाना बिचरा थाकिरहेछ हो। थ्याङ्क यू। खाउ त, चाखा त कस्तो भएको रहेछ। काँक्रा पनि काटेको छु, एन्डिङ पनि हो अब यो ब्लग। ठिक छ ल, बाई बाई भन्यो। बाई बाई। अस्ति खानु मन थियो नि। ल बाई।